तपाईँको के पाउँछ हाम्रोमा? के हो? बियर पाउँछ, रम पाउँछ, ब्रान्डी। अन्त यहाँनिर बार डिस्को छ होइन? यहाँ छैन हौ। पहिला थियो, अहिले त्यस छैन। तपाईँको रमको बियर यहाँ अगाडि ल्याउनु त। कुन चाहिँ रमको बियर? रमको हुस्की ल्याउनु अगाडि। यो भनेको यो? जेसीको छ अगाडि ल्याउनु यहाँ। मान्छे नस के छ फ्रिज देखाएर त भाइ खोलेर। छैन फ्रिजमा छैन? बियर कसरी बियर बियर 189 पर्छ। किन कसरी यत्रो महँगो हो? बाह्र बाह्र त बाह्रमा त महँगो पर्छ। बाह्रको लाइसेन्स यहाँ त कसरी पेट यो यता 80 रुपियाँ कति अब यताबाट भन्दा पनि यहाँकै मान्छेहरू त त्यो त अब रेटै त्यही छ, मेनु फिक्सै छ। हो रहेछ ए 80 रुपियाँ भन्दा 70 रुपियाँ 10 रुपियाँ घटाएर 70 गरिदिनु सक्छ। त्यहाँदेखि सरी यही गर्छु भएको छ। यो त्यो त महँगो पर्छ। 100 रुपियाँ प्याक पर्छ। तपाईँको तपाईँले त्यही पर्छ 100 रुपियाँ पर्छ। मेन्सन हो त बारको रेटमै त्यही हो। यहाँ मोमो दोकानमा सस्तो पाउँछ, त्यहाँ त 30 रुपियाँ कि 40 रुपियाँ प्याकमा पाउँछ। होम दोकानको लागि आएको होइन नि त मैले होइन त्यो 60-70 रुपियाँ पाउँछ। होम दोकानमा भन्दा मेरो घरमा रक्सी पाउँछ नि। ए यहाँ त त्यसै छ त। ओल्मा कसरी दिएको मोमो कति छ? 70 रुपियाँ। मोमो दोकान 40 तिर पाइहाल्छ, 40-50। चाहिँ तपाईँको के खाने के खाने टर्केल छ? चक्लेट छ हजुर टकिला टकिला? यहाँ टकिला माझीटारमा पाउँछ होला है? माझीटारमा जानु पर्यो। नहुँदा हुँदैन हुँदैन नि, टकिला खाने कोही त छैन तपाईँहरू मात्रै रहेछ। तपाईँ नखाए पनि होइन होइन हौ, टकिला राख्दैन त, अर्डरै आउँदैन। अर्डर आउनु पऱ्यो नि त, गेस्ट आउनु पऱ्यो टकिला खाने होइन, वाइन खाने गेस्ट त आइरहेछ नि। होइन। एकजना आएर म ल्याउँछु नि हुँदैन। तपाईँलाई। तपाईँको नाम चाहिँ कहाँ छ म त गाउँको तपाईँ धर्म अब दार्जिलिङको। के खाने हो भाइ अलिक त्यो खाना पनि तपाईँ ल्याइदिनुहोस् ल। के भन्नुहुन्छ? त्यो नानीको खाना छ कि। हुन्छ सर, हुन्छ हुन्छ। अहिले 9:30 मा के गरिदिनु। खाने कि छिटो 9:30 भन्दा पनि अहिले गुड्नै गुड्ने। अहिले सर त्यो के वार्म मात्रै गर्नुपर्छ? हुन्छ, हेर्नुहोस् न। लु हेर ल।